सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई पनि नेकपाका मन्त्री छान्नै आपत। साबिक माओवादी केन्द्रभित्रको शक्ति सङ्घर्ष पेचिलो बन्यो। तत्कालीन नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी मिलाउन पनि चुनौतीपूर्ण। नेपाली कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट शुक्रबार सुदूरपश्चिम प्रदेशको 5औं मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बिहान नियुक्त भएका भट्टले दिउँसो प्रदेश प्रमुख नजिर मियाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। मुख्यमन्त्री नियुक्त भए लगत्तै सत्ता साझेदार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले उपलब्ध गराएको सूची अनुसार भट्टले राज्य मन्त्री सहित 4 मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए। प्रदेश प्रमुख मियाले एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्ललाई आर्थिक मामिला मन्त्री, दमन बहादुर भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र जानकी एरबमलाई आर्थिक मामिला राज्य मन्त्रीमा नियुक्ति गरेका छन्। उनीहरूले शुक्रबार नै शपथ ग्रहण गरी पदभार सम्हालेका छन्। सत्ता साझेदार एमालेले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री पठाइसकेको भए पनि सरकारको नेतृत्व गरिरहेको नेकपाले भने मन्त्री छान्न सकेको छैन। त्यसैले नेकपाको तर्फबाट शुक्रबार कुनै मन्त्री नियुक्त भएनन्। मुख्यमन्त्री भट्टले एमालेबाट नियुक्त भएका मन्त्रीहरूको उपस्थितिमै मन्त्री परिषदको बैठक गरेका थिए। पहिलो बैठकले प्रदेशका अस्पतालमा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। एमालेको साथमा मुख्यमन्त्री बनेका भट्टले आफ्नै पार्टीबाट मन्त्री छनौट गर्न नसक्दा प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। एकीकृत नेकपा भित्र रहेका साबिकका माओवादी केन्द्र नागरिक उन्मुक्ति पार्टी नाउपा र नेकपा एकीकृत समाजवादीका सांसदको व्यवस्थापन गर्नु भट्टका लागि मुख्य चुनौती बनेको छ। अहिले मुख्यमन्त्रीले भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ। 2 राज्य मन्त्री सहित 3 मन्त्री पदका लागि नेकपा भित्र तीव्र प्रतिस्पर्धा देखिएको छ। साबिकका 3 दलका सांसदलाई सन्तुलन मिलाएर मन्त्री बनाउनु पर्ने दबाब छ। साबिकका 3 दलका सांसदलाई सन्तुलन मिलाएर मन्त्री बनाउनु पर्ने दबाब छ। छलफल अनुसार 2 मन्त्रालयको दाबी गर्दै आएको साबिक नाउपालाई राज्य मन्त्री सहित 1 मन्त्रालय, माओवादी पक्षलाई राज्य मन्त्री सहित 1 मन्त्रालय र एकीकृत समाजवादी पक्षलाई एउटा मन्त्रालय दिने विषयमा छलफल भइरहेको एक सांसदले बताए। तर साबिक माओवादी केन्द्रभित्रकै आन्तरिक मतभेदले मन्त्री छनौटमा थप समस्या आएको बताइएको छ। स्रोतका अनुसार पार्टी केन्द्रले सुदूरपश्चिम प्रदेश कमिटीलाई मन्त्रीका आकांक्षीहरूको नाम सिफारिस गर्ने निर्देशन दिएको छ। आकांक्षी धेरै भए पनि नाम टुङ्ग्याउन कठिनाई भइरहेको प्रदेश कमिटीका एक नेताले बताए। नेकपा सुदूरपश्चिमका इन्चार्ज भानुभक्त जोशीले भने 2-3 दिनभित्र प्रदेश सरकार विस्तार हुने दाबी गरेका छन्। प्रदेशबाट आइतबार आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरिने र केन्द्रको निर्णयपछि सरकार विस्तार हुने उनले बताए। पार्टी केन्द्रले मन्त्रीका आकांक्षी साथीहरूको नाम सिफारिस गर्न भनेको छ। सकभर आजै निर्णय गरेर नाम पठाउँछौ, जोशीले भने। केन्द्रबाट नाम टुङ्गो लागेर आएपछि सरकार विस्तार हुन्छ। प्रदेश विगत 1 महिनादेखि आंशिक बजेट शून्यताको अवस्थामा छ। यस्तो अवस्थामा नयाँ सरकारले छिट्टै चालु आर्थिक वर्षको बजेट ल्याएर निकास दिनुपर्ने माग भइरहेको छ। तर मुख्यमन्त्री भट्ट मन्त्री छनौटकै प्रक्रियामा अल्झिँदा बजेट ल्याउने काम समेत प्रभावित हुने देखिएको छ।